फाइनली गाइज मेरो 1 महिनाको फेसबुक मोनिटाइजको पैसा लिएर आएको छु। आज अस्ति आएको थियो, अस्ति झिक्न जान पाइनँ, मैले आज झिकेर लिएर आएको छु। फेसबुक मोनिटाइजबाट मेरो कति पैसा आएको रहेछ हेर्नुहोस् है। टिकटकबाट नि आउँछ पैसा होइन, टिकटकबाट चाहिँ थोरै थोरै आउँछ क्या, धेरै आउँदैन। कन्टेन्ट बनाएर हाल्न सक्यो भने टिकटकबाट नि थोरै आउँछ, आउनलाई चाहिँ नआउने होइन। तर टिकटकबाट भन्दा फेसबुक मोनिटाइज गर्नुहोस्। फेसबुक मोनिटाइजमा लाइक भ्युज कमाउनु भयो भने पैसा त बङ्की बङ आउँछ। मेरो हेर्नुहोस् है कति आएको, 1 महिनाको है यो मेरो। 1 2 3 4 5 6 7 8 9 10 11। यो 10,000को 11वटा छ। 11 मान 1 2 3,000, 11 मान 3,500, 11 मान 3,500 मेरो फेसबुक मोनिटाइजबाट 1 महिनाको कमाइ आएको छ। यो कसैलाई चोरेको होइन, ठगेको होइन, ढाँटेको होइन, आफू नाचेर गाएर हाँसेर स्ट्याटस लेखेर कमाएको पैसा हो साथीहरू। 8 घन्टा काम गऱ्यो भने त बढी पैसा कमाइ हुन्छ। खुरु फेसबुक मोनिटाइज गरेर त्यताबाट पैसा कमाउनुहोस्। अरूलाई लाइक कमेन्ट गर्ने बानी गर्नुहोस् अनि तपाईँले पनि पाउनुहुन्छ। अरूलाई लाइक कमेन्ट गर्न मान्छे त कहाँ आउँला कुहिन्छन्, अनि कहाँबाट आफ्नो आउँछ त। कन्टेन्ट बनाउनुहोस्, नाच्नुहोस्, गाउनुहोस्, हाँस्नुहोस् फेसबुकमा, पैसा त बर्की बर आउँछ। साँच्चै भनेको फेसबुक मोनिटाइज गर्नुहोस् अनि अरूलाई लाइक कमेन्ट गर्ने बानी बसाल्नुहोस्। बुझ्नुभयो?